कपिध्वजम्बो फलचारुभक्षणम् उमासुतं कविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम्। नमस्कार। सम्पूर्ण मानवरूपी मनहरूलाई म वीरताढुङ्गाको तर्फबाट गर्मीमा चिसो अभिवादन। सम्बोधनलाई यथोचित साथै कविता यहाँबाट सुरु हुन्छ। मेरो कविताको शीर्षक छ म परिवर्तन हुन्छु। आज निकै गजबको विषय थाहा पाइयो। रक्तदान समूहबाट तयार पारिएको साहित्यिक कार्यक्रममा पाउन पाइयो। के रहेछ कार्यक्रम भनेको त कृष्ण सरको फेसबुकबाट थाहा पाइयो। यहाँ आउँदा त ओहो रक्तदान रक्तदाता अभिवृद्धि सम्बन्धी सारा ज्ञान पाइयो। कसैलाई मनदेखि सोध्न मन छ भने सोध्नुहोस्, जीवन के हो भनेर सोध्नुहोस्। ती दुर्घटनामा पर्नेलाई कसैलाई सोध्न मन छ भने सोधी हेर्नुहोस्, जीवन के हो ती दुर्घटनामा पर्नेलाई। बाँच्नु के हो भनेर सोध्नुहोस्, रगतको अभावमा छटपटाउनेहरूलाई। मात्रै एक पोका रगतले जीवनमा बाँच्ने आशा ल्याउँछ। रक्तदान पछि मात्र परिवर्तनको आशा ल्याउँछ। जीवनको परिभाषा परिवर्तन ल्याउँछ। सानो सानो सोचले परिवर्तन भइदिन्छ समय। महत्त्व किन हुँदैन थियो र रगतकै अभाव नभए? महत्त्व किन हुँदैन थियो र रगतकै अभाव नभए? याद राख्नुहोस् माया ममता स्नेह र करुणाले बाँधिन्छ सम्बन्ध। याद राख्नुहोस् माया ममता स्नेह र करुणाले बाँधिन्छ सम्बन्ध। तर कहीँ कतै आउने छैन जात भात धर्ममा रगतको गन्ध। तिमीहरूलाई थाहा छ वैज्ञानिक निकै अगाडि बढिसके। मुटु कलेजो फोक्सो आँखा मात्र होइन लिङ्ग र बोन मेरो ट्रान्सप्लान्ट हुन थालिसकेको छ। अनि अर्को अचम्मको कुरा भनौँ वैज्ञानिकले रगत हुने बनाउन सकेको छैन। पृथ्वीमा लाखौँ करोडौँ अरबौँ मानिस छन्, तर त्यो शरीरमा दौडने रगत सबैको उस्तै रातो। रगतको महत्त्व समाजले बुझ्दैन कि बुझाएन वा बुझाउन सकेनौँ त्यो त थाहा छैन। तर जुन दिन रगतको अभाव पर्छ नि त्यो दिन न त रगतको महत्त्व बुझाउन सकिन्छ न त आवश्यकताले ढोका ढकढकाइदिन्छ। मृत्युको कि ब्लड ब्याङ्कले आवश्यकताले ढोका ढकढकाइदिन्छ। मृत्युको कि ब्लड ब्याङ्कको किस्मत भए त ब्लड ब्याङ्कको नभए मृत्युको आवश्यकताले ढोका ढकढकाइदिन्छ। किस्मत भए ब्लड ब्याङ्कको नभए मृत्युको। नारा सबैले नसुनेको त पक्कै होइन। रक्तदान जीवनदान महादान। नारा सबैले नसुनेको त पक्कै होइन। रक्तदान जीवनदान महादान। अब जगाऊ पढे लेखेका गवार समाजलाई। अब जगाऊ पढे लेखेका गवार समाजलाई। एक पोका रगत प्रत्येक 3 महिनामा आफ्नो जीवन बचाउन। प्रत्येक 3 महिनामा एक पोका रगत आफ्नो जीवन बचाउन, अर्काको जीवन बचाउन। खेर जाने रगतलाई दान गरी हेरौँ। प्रकृतिको देनलाई दानमा परिवर्तन गरौँ। खेर जाने रगतलाई दान गरी हेरौँ। प्रकृतिले दिएको देनलाई दानमा परिवर्तन गरी हेरौँ। आफू बस्न आफ्नालाई बचाउन,
ल अब भन्न सक्नुहुन्छ? ल अब भन्न सक्नुहुन्छ? म परिवर्तन सुरुवात आफैबाट गर्छु भन्न सक्नुहुन्छ? म परिवर्तनको सुरुवात आफैबाट गर्छु, म बदलिन्छु, म बदलिन्छु। मेरो ब्लड ग्रुप ओ पोजिटिभ, मेरो ब्लड ग्रुप ओ पोजिटिभ। जय रक्तदाता, जय मानवता। धन्यवाद।